नमस्कार साथीहरु एसईई 2082 सालको रिजल्ट राष्ट्रिय परीक्षा बोर्डले कहिले सार्वजनिक गर्छ 2081 साल चैत महिनाको 7 गतेदेखि 19 गतेसम्म एसईई को एक्जाम दिनुभएका सम्पूर्ण एसईई का स्टुडेन्टहरुको रिजल्ट राष्ट्रिय परीक्षा बोर्डले कहिले सार्वजनिक गर्छ सम्पूर्ण जानकारी यस भिडियोमा दिएका छौं साथीहरु भिडियो सुरु गर्नुभन्दा पहिले यस्तै भिडियोहरुको लागि च्यानललाई सब्स्क्राइब गरी हामीसँग जोडिन नबिर्सनु होला यसमा चाहिँ म गुगलमा आएको छु सबैभन्दा पहिले यसमा चाहिँ म एउटा तपाईहरुलाई एक्जाम्पल दिन गएको छु यसमा चाहिँ म यसमा 2080 सालको कार्यतालिकामा आएको छु तपाईहरु सजिलसँग हेर्न सक्नुहुन्छ शैक्षिक सत्र 2080 को माध्यमिक शिक्षा परीक्षा एसईई सम्बन्धी वार्षिक कार्यतालिका भनेर यसमा सो गरेको छ यो 2080 सालको कार्यतालिका हो यसमा चाहिँ हामी अलिकति तल जाम यसमा चाहिँ राष्ट्रिय परीक्षा बोर्डले यही कार्यतालिका अनुसार काम गर्छ तपाईहरुले यसरी बुझ्नुपर्ने हुन्छ यसमा चाहिँ यसमा सो गरेको छ वार्षिक परीक्षाको नतिजा भनेर दिएको छ यो यसमा चाहिँ 2080 सालको कार्यतालिकामा दिएको छ यसमा चाहिँ 2081 असार दोस्रो हप्ताभित्र राष्ट्रिय परीक्षा बोर्डले कक्षा 10 को रिजल्ट पब्लिश गर्ने भनेर यसमा सो गरेको छ तपाईहरु सजिलसँग हेर्न सक्नुहुन्छ अब यसमा चाहिँ म गुगलमा गएको छु गुगलमा गइसकेपछि यसमा चाहिँ सर्च गर्न गएको छु एसईई रिजल्ट पब्लिश डेट 2080 भनेर यसरी सर्च गरेको छु सर्च गर्ने बित्तिकै यसमा सो गरेको छ जुन 27 2024 भनेर दिएको छ तपाईहरु सजिलसँग यसमा हेर्न सक्नुहुन्छ यसमा सो गरेको छ अब तपाईहरुलाई सजिलसँग यसमा चाहिँ मैले भिडियो पब्लिश गरेको थिएँ एसईई 2081 सालको रिजल्ट पब्लिश हुने बित्तिकै रिजल्टलाई कसरी हेर्ने र हामीले एसएमएस बाट रिजल्ट कसरी चेक गर्ने भनेर मैले यसमा चाहिँ रिजल्ट यसमा चाहिँ भिडियो पोस्ट गरेको छु पब्लिश गरेको छु यसमा चाहिँ डेट सो गरेको छ 27 जुन 2024 मा एसईई 2081 सालको रिजल्ट पब्लिश भयो 81 सालमा आउने रिजल्ट पब्लिश भयो भनेर तपाईहरुले यसरी बुझ्नु पर्ने हुन्छ अब यसमा चाहिँ म 81 सालको जुन कार्यतालिका तपाईहरुलाई जानकारी दिन गएको छु यसमा चाहिँ 2081 सालको कार्यतालिकामा आएको छु यसमा चाहिँ अब यसमा शैक्षिक सत्र 2081 को माध्यमिक शिक्षा परीक्षा एसईई सम्बन्धी वार्षिक कार्यतालिका भनेर दिएको छ तपाईहरु सजिलसँग यसमा हेर्न सक्नुहुन्छ म अलिकति स्क्रल डाउन आएको छु अघि आए जसरी यसमा चाहिँ वार्षिक परीक्षाको नतिजा प्रकाशन भनेर दिएको छ 2082 साल असार 6 गते भित्र राष्ट्रिय परीक्षा बोर्डले कक्षा 10 को रिजल्ट पब्लिश गरिसक्ने भनेर यसमा सो गरेको छ एउटा कार्यतालिकामा दिएको छ जस्तै तपाईहरु सजिलसँग हेर्न सक्नुहुन्छ यसपालिको एसईई को एक्जाम पछि शिक्षकहरुको ठूलो आन्दोलन भएको हुनाले एसईई को उत्तर पुस्तिका चेकिङको काम डाटा एन्ट्रीको काममा केही असर परेको हुन सक्छ त्यसैले गर्दा राष्ट्रिय परीक्षा बोर्डले आफ्नो कार्यतालिका अनुसार काम गर्न केही कठिन भएको हुन सक्छ त्यसैले तपाईहरु सजिलसँग एसईई 2082 सालको रिजल्ट आउन केही टाइम पर गएको हो यसरी तपाईहरुले बुझ्नु पर्ने हुन्छ अब तपाईहरु यसरी थाहा पाउन सक्नुहुन्छ कि एसईई 2082 सालको रिजल्ट असार महिनाको दोस्रो हप्ता अथवा तेस्रो हप्ता त्यसमा पनि केही टेक्निकल समस्या आए केही दिन पर जान सक्छ तपाईहरुले यसरी बुझ्नु पर्ने हुन्छ जस्तै म यसमा चाहिँ फेरि गुगलमा आएको छु गुगलमा आइसकेपछि यसमा सर्च गर्न गएको छु यसमा चाहिँ एसईई रिजल्ट पब्लिश डेट 2082 भनेर मैले यसरी सर्च गरेको छु मैले सर्च गरेको छु सर्च गर्ने बित्तिकै तपाईहरु सजिलसँग यसमा हेर्न सक्नुहुन्छ एसईई 2082 सालको रिजल्ट यसमा चाहिँ असार यसमा चाहिँ 15 देखि 21 गतेसम्म पब्लिश हुने भनेर यसमा सो गरेको छ तपाईहरु सजिलसँग हेर्न सक्नुहुन्छ अब यसरी बुझ्न सक्नुहुन्छ कि एसईई 2082 सालको रिजल्ट चाहिँ असारको दोस्रो हप्ता अथवा तेस्रो हप्तामा पब्लिश हुनेछ भनेर तपाईहरुले यसरी बुझ्नु पर्ने हुन्छ साथीहरु भिडियो कस्तो लाग्यो मनमा लागेको जिज्ञासा तल कमेन्ट बक्समा राख्न नबिर्सनु होला यस्तो भिडियोहरुको लागि च्यानललाई सब्स्क्राइब गरी हामीसँग जोडिन नबिर्सनु होला।